यहाँहरु सम्पूर्णमा नमस्कार। म तपेन्द्र बहादुर साउद आज रुकुम जिल्लाको चौरजारी नगरपालिका वार्ड नम्बर 10 मा छु। साबिकको खोलागाउँ गाविसमा छ। अब मैले एउटा यहाँहरुसम्म चाहिँ एउटा भिडियो बनाउन खोज्नुको एउटा तात्पर्य के छ भने हामी एउटा पुरानो ऐतिहासिक घरमा छौं। यहाँ त्योभन्दा पनि पहिला यो हाम्रो लगभग 2034 सालका निर्माणाधीन घर हो। यो नगर चौरजारी नगर फोर नगरको यो उद्घाटन गर्ने बेला श्री 5 महाराज विराज वीरेन्द्र वीरविक्रम शाहदेव आएर यो उद्घाटन गरेको बेलाको घर छ। त्योभन्दा अगाडि यहाँ हजुरहरूलाई एउटा शिलालेख देखाउन गइरहेको छु। यहाँ सरले हेर्नु होला, सरले जुम गराएर हेरिदिनु होला। श्री गणेश आय नमः श्री 5 महाराज विराज वीरेन्द्र वीरविक्रम शाहदेवको बाहुलीबाट यस चौरजारी खोर सिँचाइ योजनाको समुद्घाटन आजको शुभ मुहूर्तमा सुसम्पन्न भयो। यतिसम्म 2034 साल माघ महिनाको 13 गते रोज 5 शुभम भनेर त्यहाँनिर एउटा शिलालेख छ। अनि त्यतिखेर हामी यो राजा वीरेन्द्रको बसाइको लागि बस्नको लागि एक दिन बस्नको लागि यहाँ यो घर बनाइएको भन्ने कुरो छ यहाँ यसो बुझ्दाखेरि। अनि यो घर बनाउनको तात्पर्य के त भन्दा 34 सालतिर यतातिर यो ठाउँमा बस्नको लागि भनौँ न त्यसको होटलको पनि व्यवस्था नभएको है। अनि त्यो होटलको पनि व्यवस्था नभएको सँगसँगै अब यहाँ घरमा बसाल्नको लागि पनि राजा वीरेन्द्रलाई घरमा बसाल्नलाई पनि अलिकति गाह्रो हुने भएको भएर यो 2 कोठी भवन 34 सालमा राजा वीरेन्द्रको लागि बस्नको लागि मात्रै यो 2 कोठी भवनको निर्माण भएको भन्ने भनाइ छ। यहाँ 2034 सालको आजभन्दा लगभग 49 वर्ष पहिलाको लगभग 49-50 सालभन्दा पहिलाको यो भवन हो। अहिले जीर्ण अवस्थामा छ। अब यो नगरपालिकाले सकेसम्म यसकोमा संरक्षण गरेको भएदेखि यो ऐतिहासिक घरको पुरानो 50 वर्ष पुरानो घर है यसको संरक्षण गरेको भए अझै सहज हुन्थ्यो भन्ने भनाइका साथ म यहाँहरुसँग चाहिँ बिदा हुन्छु। हस् त, धन्यवाद।